नमस्ते यहाँहरुलाई हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मैले क्लास 10 कै अप्सनल म्याथमेटिक्स को मैट्रिक्स च्याप्टरबाट क्वेशन लिएको छु। सो क्वेशन चाहिँ यस प्रकार रहेको छ, देख्न सक्नुहुन्छ। सल्भ द गिवन इक्वेशंस बाइ मैट्रिक्स मेथड है। यो मैट्रिक्स मेथड चाहिँ हाम्रो एसई एक्जाममा 3 मार्क्स मा आउने गर्छ। सो एकदमै इम्पोर्टेन्ट क्वेशन रहेको कारणले चाहिँ मैले यस भिडियो मार्फत चाहिँ बुझाउन गइरहेको छु। सो ओके, लेट्स स्टार्ट। सो यहाँ क्वेशन मैले अलिकति फेरि भन्छु। हामीले यो दिएको इक्वेशन जुन छ त्यसलाई चाहिँ मैट्रिक्स मेथडले सल्भ गर्नुपर्ने हुन्छ। सो फर्स्टमा त हामीले सोलुसन हियर लेखिसकेर गिवन अब यसरी गर्छौं, गिवन इक्वेशंस भनेर लेख्नु पर्ने हुन्छ। गिवन इक्वेशंस are 5x plus 3y equal to 9। सो यो चाहिँ इक्वेशन फर्स्ट। त्यसपछि अर्को इक्वेशन देख्न सक्नुहुन्छ 4y plus 7x equal to 13 छ। सो अब यसलाई चाहिँ मैले अहिले नै इक्वेशन सेकेन्ड मान्दिन, किनभने फर्स्टमा हामीले जहिले याद राख्नु पर्ने चाहिँ मैट्रिक्स मेथडबाट इक्वेशनहरु सल्भ गर्दा जहिले फर्स्टमा x टर्म अनि y टर्म त्यसपछि इक्वल टु पछाडी कन्स्ट्यान्ट नम्बर राख्नु पर्ने हुन्छ। सो यो यसमा चाहिँ 4y सुरुमा छ प्लस 7x इक्वल टु 13। सो इक्वल टु पछाडी त कन्स्ट्यान्ट नम्बर छँदै छ अनि यसमा चाहिँ हामीले जस्ट यो 7x लाई चाहिँ अगाडि राख्छौं। सो यो इक्वेशनलाई चाहिँ हामीले और लेखेर 7x लाई अगाडि राख्ने अनि यो प्लस 4y इक्वल टु 13। सो हाम्रो दुईटा इक्वेशन चाहिँ यसरी आएको छ। सो अब फर्स्टमा हामीले चाहिँ यो दिएको इक्वेशन दुईटा छ, यसलाई चाहिँ मैट्रिक्स फर्ममा लेख्छौं। सो थोरै ल्याङ्ग्वेज पनि लेख्नु पर्ने हुन्छ। इन मैट्रिक्स फर्म above equations can be written as अब मैट्रिक्स मेथडमा लेख्नु पर्दा चाहिँ हामीले कसरी लेख्छौं भन्दा यो जस्तो x टर्म छ y टर्म छ अनि कन्स्ट्यान्ट नम्बर सुरुमा त यो कोएफिसिएन्ट मैट्रिक्स भनौं, यसमा यसको कम्पोनेन्टहरु हाल्नु पर्ने हुन्छ। सो x कम्पोनेन्ट सुरुमा अनि दुईटै इक्वेशनको फर्स्ट इक्वेशनको x कम्पोनेन्ट y कम्पोनेन्ट अनि यहाँनेर चाहिँ भेरिएबल मैट्रिक्स आउँछ अनि इक्वल टु पछाडी अर्कै मैट्रिक्स हुन्छ। सो ओके, यहाँनेर फर्स्ट इक्वेशनको x कोएफिसिएन्ट 5 छ अनि त्यसैगरी y कोएफिसिएन्ट 3 यसरी लेख्नु पर्ने हुन्छ र त्यसपछि सेकेन्ड इक्वेशनको x कोएफिसिएन्टलाई यहाँ अगाडि लेख्नु पर्यो जुन 7 छ, मैले 7 लेखेको छु अनि त्यसपछि y कोएफिसिएन्ट 4। ओके, यहाँनेर यदि -4 भएको भए मैले यहाँ -4 नै लेख्थे, अहिलेलाई प्लस भएको कारणले अब प्लस लेखिराख्न पर्दैन। सो त्यसपछि भेरिएबल मैट्रिक्स अब यहाँनेर चाहिँ x र y छ। सो x y यसरी लेख्छौं अनि इक्वल टु दिएर यो कन्स्ट्यान्ट नम्बर जुन छ त्यसलाई चाहिँ अर्को मैट्रिक्स बनाउनु पर्ने हुन्छ। सो 9 र 13 भएको कारणले अब हाम्रो मैट्रिक्स फर्ममा चाहिँ आइसकेको छ इक्वेशन। फेरि पनि हामीले लेख्नु पर्ने हुन्छ which can be again written in the form ax equal to b। so where a equal to अब कोएफिसिएन्ट मैट्रिक्स त यो छ 5 3 7 4 यसरी लेख्छौं अनि त्यसपछि x इक्वल टु x अनि y भयो यो भेरिएबल मैट्रिक्स अनि b इक्वल टु हाम्रो 9 र 13 छ। सो अब यति गरिसकेपछि हामीले फेरि पनि के हेर्नु पर्ने हुन्छ भन्दा यो a लाई a को डिटर्मिनेन्ट निकाल्नु पर्ने हुन्छ। सो अब यो क्वेशनहरु दिएको इक्वेशन छ, सल्भ हुन्छ हुँदैन डिटर्मिनेन्ट अफ a ले डिटरमाइन गर्छ। सो अब यसको लागि चाहिँ हामीले के गर्छौं भन्दा नाउ
determinant of A, that is अब यो भनेको त A को डिटरमिनेन्ट यसरी दिनु पर्यो। सो अब डिटरमिनेन्ट अफ A निकाल्न हजुरहरुलाई आउँछ, त्यही पनि म निकाल्दिन्छु। सो यहाँनिर चाहिँ यो मोडुलस साइन भित्र 5 3 7 अनि 4 इक्वल टु डिटरमिनेन्ट निकाल्नलाई चाहिँ हामीले मेन डायगोनलको एलिमेन्ट मल्टिप्लाई गर्नु पर्यो। फर्स्टमा 5 into 4 अनि माइनस यो सब डायगोनलको एलिमेन्टहरुलाई मल्टिप्लाई गर्नु पर्यो 7 into 3। सो यो के हुन्छ भन्दा 5 4 जा 20 minus 7 3 जा 21। ओके, यसको भ्यालु -1 आएको छ, व्हिच इज नट इक्वल टु 0। सो अब कुनै पनि म्याट्रिक्सको डिटरमिनेन्ट 0 छैन भने अथवा एक्सेप्ट 0 आएको छ भने त्यस्तो खालको इक्वेसनहरु चाहिँ हामीले सल्भ गर्न सक्छौं। यदि यहाँनिर -1 को ठाउँमा 0 आएको भए यो A भनेको हाम्रो सिंगुलर म्याट्रिक्स हुन्थ्यो। सिंगुलर म्याट्रिक्सको डिटरमिनेन्ट 0 हुँदा अब फर्दर हामीले इक्वेसन यो दुईटा इक्वेसन सल्भ गर्न सक्दिनथ्यौं। सो अहिलेलाई -1 आएको छ, त्यसैले अब यो 0 बाहेकको भ्यालु आएको छ भने त्यो म्याट्रिक्सलाई चाहिँ हामीले नन सिंगुलर म्याट्रिक्स भन्छौं, जसको चाहिँ अब फर्दर सोलुसन एक्जिस्ट हुन्छ। सो अब यहाँनिर चाहिँ हामीले के लेख्छौं भन्दा सिन्स A is a non-singular matrix, so A inverse exists। यहाँनिर नन सिंगुलर म्याट्रिक्स भएको कारणले A इन्भर्स निकाल्न सक्छौं, एक्जिस्ट हुन्छ। and the system has unique solution। unique solution भनेको चाहिँ एक दिएको भेरिएबलको चाहिँ एउटा अथवा एउटा भन्दा धेरै भ्यालु आउनेलाई चाहिँ युनिक सोलुसन भन्छौं। सो ओके, यति गरिसके पछाडी A इन्भर्स एक्जिस्ट लेखेको छौं। सो हामीले चाहिँ A इन्भर्स नै फाइन्ड गर्नुपर्ने हुन्छ। सो A इन्भर्स को फर्मुला 1 by determinant of A into adjoint of A हो। अब 1 divided by अब determinant of A त आएको छ -1, सो मैले यहाँनिर भ्यालु राख्दिएको छु। अनि त्यसैगरी एडजोइन्ट अफ A लिँदा अब म्याट्रिक्स A लाई हेर्नु पर्यो हो। म्याट्रिक्स A को एडजोइन्ट लिँदा चाहिँ हामीले कसरी लिनुपर्ने हुन्छ भन्दा जस्तो यो एडजोइन्ट निकाल्नु पर्ने छ भने कुनै पनि डायगोनल जुन छ अथवा मेन डायगोनल, यो मेन डायगोनलको एलिमेन्टहरुको प्लेस चेन्ज गर्छौं, दैट इज इन्टरचेन्ज गर्नु पर्यो। 4 अनि 5 यहाँनिर 5 र 4 छ, सो यो दुईटाको प्लेस इन्टरचेन्ज गर्दा 4 अनि 5 हुन्छ। त्यसैगरी यो सब डायगोनलको एलिमेन्टको चाहिँ साइन चेन्ज गर्छौं, प्लेस चेन्ज हुँदैन, जस्ट साइन चेन्ज गर्ने। भनेपछि 3 छ, अब -3 हुन्छ र 7 छ -7। ओके, यो 1 by -1 भनेको त -1 हुन्छ। यो माइनसले चाहिँ यता भित्र मल्टिप्लाई गर्दा अब -4 हुने भयो। माइनस माइनस +3 अनि माइनस फेरि प्लस हुन्छ 7 छ। अनि त्यसपछि यतिले फेरि 5 लाई भित्र मल्टिप्लाई गर्दा यो साइनले -5 आउँछ। सो ओके, हेर्नुस् A इन्भर्स पनि आयो। अब यति गरिसके पछाडी हामीले फर्दर म के लेख्छौं भन्दा यहाँनिर हेर्न सक्नुहुन्छ। सो अगेन अब यहाँनिर अघि हामीले जुन AX = B लेखेको थियौं, अब A लाई यतापटि B तिर लादा X = A इन्भर्स B हुन्छ। सो म चाहिँ के लेख्छु भन्दा त्यसपछिको हाम्रो स्टेप यति निकालिसके पछाडी त्यसपछिको स्टेप चाहिँ यो हुन जान्छ, X = A इन्भर्स B, A इन्भर्स B। सो ओके, X को एलिमेन्ट भनेको X र Y यहाँनिर देख्न सक्नुहुन्छ, X र Y = A इन्भर्स भर्खरै निकालेको -4 3 7 अनि -5। त्यसपछि B म्याट्रिक्सको एलिमेन्ट 9 र 13 दिएको छ। सो ओके, यति गरिसके पछाडी
एक्स वाई, यही एक्स र वाई को भ्यालु निकाल्नु पर्ने छ, जस्ताको त्यस्तै लेख्ने। अनि यति गरिसके पछाडि अब चाहिँ जस्तै यो म्याट्रिक्सले अर्को पछाडिको म्याट्रिक्सलाई मल्टिप्लाई गर्नुपर्ने हुन्छ। सो म्याट्रिक्स मल्टिप्लाई गर्न पनि अब यो फर्स्ट म्याट्रिक्सको रोले सेकेन्ड म्याट्रिक्सको कोलमलाई मल्टिप्लाई गर्नु पर्यो भनेपछि सो फर्स्ट म्याट्रिक्सको रोको फर्स्ट एलिमेन्ट भनेको -4 छ इन्टु अब सेकेन्ड म्याट्रिक्सको फर्स्ट एलिमेन्ट कोलमको फर्स्ट एलिमेन्टलाई मल्टिप्लाई गर्छ। सो बिचमा चाहिँ प्लस दिने अनि 3 इन्टु 13। अब त्यसै गरी यो रोले फेरि यो कोलमलाई मल्टिप्लाई गर्ने भनेपछि 7 इन्टु 9 प्लस -5 इन्टु 13, 7 इन्टु 9 प्लस -5 इन्टु 13। सो ओके, यति गरिसके पछाडि फेरि भने एक्स वाई यो जस्ताको त्यस्तै राख्ने अनि -4 इन्टु 9 गर्दा -36 प्लस 3 इन्टु 13 भनेको 39 भयो है। अनि 7 इन्टु 9 भनेको हाम्रो 63 हुन्छ र अब यो प्लस माइनस हुन्छ, 5 इन्टु 13 गर्दा 65। ओके, अब यति गरिसके पछाडि एक्स वाई इक्वल टु अब यो सिम्प्लिफाई गर्नु पर्यो, -36 प्लस 39 भनेको 3 हुन्छ अनि त्यस पछाडि 63 - 65 भनेको -2 छ। ओके, हेर्नुहोस् त अब इक्वल टु भन्दा अगाडि पनि अगाडिको म्याट्रिक्समा पनि दुईवटै एलिमेन्ट छ जसमा दुईटा रो एउटा कोलम, यता पनि दुईटा रो एउटा कोलम छ। सो यो दुईटा म्याट्रिक्स इक्वल हुन्छ र अब हामीले यो करेस्पोन्डिङ एलिमेन्ट इक्वेट गर्नुपर्ने हुन्छ। त्यसको लागि नाउ इक्वेटिङ द करेस्पोन्डिङ एलिमेन्ट्स भनेर लेख्नुपर्ने हुन्छ। सो एलिमेन्ट्स वी गेट x इक्वल टु 3 एन्ड y इक्वल टु -2 हुन्छ। लास्टमा चाहिँ therefore x इक्वल टु 3 एन्ड y इक्वल टु -2 भनेर लेख्छौँ। सो दिस इज द रिक्वायर्ड सोलुसन। र अर्को इक्वेसन छ, solve the given equations by matrix method। ओके, यो दुईटा इक्वेसन दिएको छ, 6x - 2y इक्वल टु 1 अनि अर्को 3x - 2y इक्वल टु 2xy। यो दुईवटा इक्वेसनलाई चाहिँ हामीले म्याट्रिक्स मेथडले सल्भ गर्नुपर्ने छ। यसको सोलुसन म स्टार्ट गर्न चाहन्छु। सो फर्स्टमा त हामीले सोलुसन हियर भनेर गिभन इक्वेसन्स आर एउटा 6x - 2y इक्वल टु 1 छ। अब यो इक्वेसन आई लेख्छु बिकज यो चाहिँ स्ट्यान्डर्ड फर्मेटमै छ। अब म्याट्रिक्स मेथडले सल्भ गर्दा चाहिँ इक्वेसनहरू हामी जहिले सुरुमा एक्स टर्म हुनु पर्यो, वाई टर्म अनि त्यस पछाडि इक्वल टु पछि चाहिँ कन्स्ट्यान्ट नम्बर हुनु पर्यो है, छैन भने 0 पनि हुन सक्छ, द्याट्स फाइन। अब यो क्वेसन सेकेन्ड इक्वेसन देख्न सक्नुहुन्छ, यहाँ चाहिँ 3x - 2y, यहाँ पनि सुरुमा x छ y छ बट इक्वल टु भन्दा पछाडिको टर्म हेर्नुहुन्छ भने त्यहाँ कन्स्ट्यान्ट नम्बरसँगै फेरि पनि x र y जोडिएको छ। सो यसलाई चाहिँ अब हामीले थोरै मोडिफाई गर्नुपर्ने हुन्छ। अब मोडिफाई चाहिँ हामीले के गर्छौँ भन्दा यो xy लाई यो एलएचएस साइडमा ल्याउँछौँ। त्यसको लागि अब मैले एन्ड लेखेर अर्को पनि इक्वेसन लेखेँ, 3x - 2y इक्वल टु 2xy लेखेँ। सो अब यो क्वेसनमा चाहिँ हामीले यहाँ इक्वल टु भन्दा पछाडि जस्ट कन्स्ट्यान्ट नम्बर मात्र हुनुपर्ने भएको कारणले xy लाई चाहिँ यता एलएचएस साइडमा ल्याउँछौँ। त्यसको लागि 3x - 2y अब xy लाई यता ल्याउँदा डिभाइडेड बाई xy हुन्छ इक्वल टु 2। ओके, अब यति गरिसके पछाडि अब फ्र्याक्सन ब्रेक गर्छौँ, 3x बाई xy 3x बाई xy अनि 2y बाई xy इक्वल टु 2। ओके, अब यो माथिको x सँग मुनिको x क्यान्सल अनि y सँग यो y क्यान्सल हुन्छ। सो
अब यो के आयो भन्दा 3/y minus 2/x equal to 2. ओके, अब फेरि यो y टर्म सुरुमा छ, त्यसैले म यो टर्मलाई अगाडि यसलाई पछाडि ल्याउँछु। त्यसो गर्दा -2/x हुन्छ, साइन शुद्ध अगाडि आउँछ र प्लस 3/y लाई म पछाडि लेख्छु। सो अब चाहिँ स्ट्यान्डर्ड फर्मेटमा आयो यो इक्वेसन सेकेन्ड। ओके, अब हामीले यो दुईटा इक्वेसन आई र इक्वेसन आई लाई मैट्रिक्स फर्ममा लेख्छौं। सो इन मैट्रिक्स फर्म the above equations can be written as अब यसलाई मैट्रिक्स फर्ममा लेख्दा जस्तो फर्स्टमा त यो फर्स्ट इक्वेसन हेर्छौं है। फर्स्ट इक्वेसन 6/x minus 2/y equal to 1 छ। अब कोएफिसिएन्ट मैट्रिक्स हाम्रो के हुन्छ भन्दा यहाँनिर x मुनि भयो भने माथि त 6 छ, सो 6 अनि साइन शुद्ध लिनु पर्यो -2, 6 अनि -2 हुन्छ। र सेकेन्ड इक्वेसनमा x को कोएफिसिएन्ट -2 छ अनि y को कोएफिसिएन्ट चाहिँ 3 भएको कारणले यति लेख्नु पर्यो। अनि यहाँ चाहिँ भेरिएबल मैट्रिक्स, मतलब यो मैट्रिक्समा चाहिँ भेरिएबल हुन्छ। दुईटै इक्वेसनमा x मुनि भएको कारणले 1/x लेख्नु पर्ने हुन्छ अनि y पनि मुनि भएको कारणले 1/y लेख्नु पर्ने हुन्छ। इक्वल टु, अब इक्वल टु भन्दा पछाडि फर्स्ट इक्वेसनमा 1 छ, सेकेन्ड इक्वेसनमा 2, 1 र 2। सो मैट्रिक्स फर्ममा लेख्यौं। अब यसलाई फेरि हामीले अर्को फर्म दिन्छौं। सो व्हिच क्यान बी अगेन रिटर्न इन द फर्म ax equal b। अब यो प्रत्येक मैट्रिक्सलाई चाहिँ हामीले अब डिनोट गरेको छौं ax equal to b लाई। सो वेयर अब यो फर्स्ट भनेको फर्स्टमा यहाँ a छ, यो मैट्रिक्स भनेको a हुन्छ। सो वेयर a equal to 6 -2 -2 र 3। अब x मा चाहिँ भेरिएबल हुन्छ, दैट इज 1/x र 1/y छ। अनि एन्ड b भनेको अब इक्वल टु भन्दा पछाडिको मैट्रिक्स 1 र मैट्रिक्सको एलिमेन्ट 1 अनि 2 छ। सो हामीले यो लेख्यौं। अब यति गरिसक्यो र हामीले निकाल्नु पर्ने हुन्छ यो a को डिटर्मिनेन्ट। सो a को डिटर्मिनेन्टले चाहिँ फर्दर सोलुसन एक्जिस्ट हुन्छ कि हुँदैन त्यो डिटरमाइन गर्ने भएको कारणले फर्स्टमा a को डिटर्मिनेन्ट निकाल्नु पर्ने हुन्छ। सो a को डिटर्मिनेन्ट, द डिटर्मिनेन्ट अफ a इक्वल टु, अब यहाँ यो डिटर्मिनेन्ट को साइन हो। अब यस भित्र चाहिँ मैट्रिक्स a को एलिमेन्टहरु एरेन्ज गर्छौं। 6 -2 अनि -2 र 3 छ। सो डिटर्मिनेन्ट निकाल्दा जहिले पनि मेन डायगोनलको एलिमेन्ट मल्टिप्लाई गर्नुपर्ने हुन्छ। मेन डायगोनल भनेको मा भएको एलिमेन्ट 6 र 3 छ। सो 6 × 3 अनि माइनस सब डायगोनलमा भएको एलिमेन्टको प्रोडक्ट, दैट इज -2 × -2। अब यहाँ 6 3 जा 18 हुन्छ। अब यो माइनस, अब यहाँनिर दुईटा माइनस छ, सो माइनस माइनस प्लस हुन्छ। यो माइनसले फेरि माइनस नै, त्यसैले यहाँ -4 हुन्छ र यो भ्यालु कति आयो भन्दा 14। ओके, हाम्रो डिटर्मिनेन्ट 14 आएको छ। अब त्यसपछि अब यहाँनिर डिटर्मिनेन्ट अफ a भनेको 14 आएको छ भनेको इज नट इक्वल टु 0। अब डिटर्मिनेन्ट 0 आएन भने मात्र हाम्रो यो इक्वेसनबाट चाहिँ x र y को भ्यालु निकाल्न सकिन्छ। यदि 0 आयो भने हाम्रो सोलुसन एक्जिस्ट हुँदैन। सो अहिले चाहिँ यहाँ थोरै ल्याङ्ग्वेज लेख्नु पर्ने हुन्छ। सिन्स a इज अ नन सिंगुलर मैट्रिक्स है, डिटर्मिनेन्ट 0 भएको नम्बर आएको छ भने डिटर्मिनेन्टको भ्यालु एक्सेप्ट 0 छ भने यो नन सिंगुलर मैट्रिक्स हुन्छ। सो a हाम्रो नन सिंगुलर मैट्रिक्स आइसक्यो। So since A is a non-singular
matrix so A inverse exists and the system has unique solution भनेर लेख्नु पर्ने हुन्छ as unique solution. ओके अब A इन्भर्स एक्जिस्ट गर्छ त्यसैले यो पछाडीको स्टेपमा हामी A इन्भर्स नै निकाल्छौं. सो देन A इन्भर्स इक्वल टु अब कुनै पनि म्याट्रिक्सको इन्भर्स निकाल्दा चाहिँ त्यसको फर्मुला 1 बाइ डिटर्मिनेन्ट अफ A इन्टु एडजोइन्ट अफ A हुन्छ. अब हाम्रो यहाँ डिटर्मिनेन्ट कति आएको छ A को डिटर्मिनेन्ट 14 आएको छ. सो म यहाँ 14 लेखिदिन्छु. अनि एडजोइन्ट अफ A भनेको चाहिँ अब एडजोइन्ट म्याट्रिक्स लिनु पर्ने छ A को. त्यसको लागि म्याट्रिक्स A यहाँ देख्न सक्नुहुन्छ 6 -2 -2 अनि 3 छ. अब एडजोइन्ट लेख्दा चाहिँ जहिले पनि यो मेन डायगोनलमा भएको एलिमेन्टको प्लेस चेन्ज गर्नुपर्ने हुन्छ. सो अब यो दुईटाको प्लेस चेन्ज गर्दा 3 अनि 6 हुन्छ. सो 6 को ठाउँमा 3 आउँछ र 3 को ठाउँमा 6 जान्छ. ओके अनि यति गरिसकेर अब फेरि सब डायगोनलको एलिमेन्टमा भएको साइन चेन्ज गर्नुपर्ने हुन्छ. सब डायगोनलमा भएको एलिमेन्ट -2 अनि यहाँ पनि -2 छ भनेपछि साइन चेन्ज गर्दा 2 अनि 2 मात्र हुन्छ. सिम्पली +2 है. प्लस मेन्सन गरिराख्नु पर्दैन. अब हाम्रो A इन्भर्स पनि आएको छ. अब अघिको हामीले AX इक्वल टु B जुन लेखेको छौं A लाई यतापट्टि लादा अब X इक्वल टु A इन्भर्स B हुन्छ. सो म यहाँ के लेख्छु भन्दा अगेन X इक्वल टु A इन्भर्स B. ओके अब X को एलिमेन्ट यो म्याट्रिक्स X को एलिमेन्ट 1 बाइ X र 1 बाइ Y छ. A इन्भर्स भर्खर निकालेको छौं दैट इज 1 बाइ 14 अनि म्याट्रिक्स यो 3 2 2 र 6. ओके यहाँ यो चाहिँ 1 बाइ 14 हो. अनि म्याट्रिक्स B को एलिमेन्ट चाहिँ हाम्रो यहाँ 1 र 2 छ. सो म यहाँ 1 र 2 लेखिदिन्छु. सो ओके यहाँ 1 बाइ X जस्ताको त्यस्तै 1 बाइ Y जस्ताको त्यस्तै इक्वल टु पछाडीको म्याट्रिक्सलाई चाहिँ मल्टिप्लाई गर्नु पर्ने हुन्छ. फर्स्टमा यो 1 बाइ 14 मैले जस्ताको त्यस्तै राखे. सो म्याट्रिक्स मल्टिप्लाई गर्दा चाहिँ यो रोले यो कोलमलाई मल्टिप्लाई गर्छ. दैट इज 3 इन्टु 1 प्लस 2 इन्टु 2 हुन्छ. 3 इन्टु 1 प्लस 2 इन्टु 2. अब यो रोले फेरि यो कोलमलाई 2 इन्टु 1 प्लस 6 इन्टु 2 हुन्छ. ओके और फेरि 1 बाइ X 1 बाइ यो जस्ताको त्यस्तै इक्वल टु 1 बाइ 14. अब यहाँ चाहिँ 3 1 जा 3 प्लस 2 2 जा 4 भयो अनि 2 1 जा 2 प्लस 6 2 जा 12. ओके अब यति गरिसकेर फेरि यो जस्ताको त्यस्तै लेख्छु. अनि 1 बाइ 14 3 प्लस 4 7 2 प्लस 12 भनेको हाम्रो 14 आउँछ. अब यो बाहिरको 1 बाइ 14 लाई भित्र मल्टिप्लाई गर्नुपर्ने हुन्छ. दैट इज 1 बाइ X अनि 1 बाइ Y इक्वल टु 7 इन्टु 1 बाइ 14. यहाँ पनि फेरि 14 इन्टु 1 बाइ 14 यहाँ देख्न सक्नुहुन्छ. 1 बाइ 14 लाई चाहिँ भित्र मल्टिप्लाई गरेको छु इच एलिमेन्टमा. 1 बाइ X अनि 1 बाइ Y इक्वल टु अब 7 1 जा 7 7 2 जा 14 भनेको 1 बाइ 2 आयो र 14 क्यान्सल भएर 1 आउँछ. सो ओके अब यो दुईटा म्याट्रिक्स इक्वल छ. सो हामीले चाहिँ यसको करेस्पोन्डिङ एलिमेन्ट इक्वेट गर्नुपर्ने हुन्छ. सो देन इक्वेटिङ corresponding elements we get 1 by X equal to 1 by 2
यो 1/x इक्वल टु 1/2 हुन्छ अनि अर्को भनेको 1/y इक्वल टु 1 ओके अब यहाँनिर फेरि x को भ्यालु निकाल्नु पर्ने छ सो क्रस मल्टिप्लाई गर्दा x इक्वल टु 1 2 जा 2 अनि यहाँ पनि y लाई यता 1 सँग मल्टिप्लाई गर्दा y इक्वल टु 1 आउँछ सो लास्टमा हेर्न सक्नुहुन्छ यहाँ x को भ्यालु 2 आएको छ y को भ्यालु 1 सो लास्टमा देयरफोर x इक्वल टु 2 अनि y को भ्यालु 1 हाम्रो एन्सर आइसकेको छ ओके थ्यांक यू सो मच फर वाचिङ